ल फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा अनि मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ जंगल यसो केही साथीहरु चाहिँ अघि पुगिसकेका छ अनि हामी दुईजना भाइसँग चाहिँ भाइ चाहिँ तलतिर छ। जंगल जाँदै छौं किन भन्दाखेरि आज पनि अन्डा काट्नु नै। अनि अरु टोलीहरु चाहिँ अघि पुगिसकेका छ अनि हामी दुईजना एकजना भाइ चाहिँ यहाँ तल छ। अनि त्यहाँनिर चाहिँ अस्ति मैले भिडियोमा पनि देखाएको थिएँ माउरीलाई पासो थापेको। अनि त्यो ठाउँमा चाहिँ माउरी आयो भन्दैछ भाइले हो। माउरी आएको छ अरे तर म चाहिँ आज जाँदिन त्यहाँ। हामी फेरि अर्को भ्लगमै नै देखाउनेवाला छु। त्यही भएर चाहिँ म त्यहाँ चाहिँ जाँदिन। अनि हामी चाहिँ अब सिधै यता घुम्दै घुम्दै यहाँ माथि जानुपर्ने हुन्छ। अरु टोलीहरु गइसकेको छ अनि के कस्तो हुन्छ हामी त्यहाँ पुगेर चाहिँ देखाउनेवाला छौं। अन्डा काडाइ कस्तो हुन्छ कस्तो ठाउँमा छ भनेर हैन त। अनि माउरी आकै हो। माउरी आको रहेछ एकग्रेटले हो। अनि त्यहाँ चाहिँ अब बवाल तरिका चाहिँ अन्डा काट्नेवाला छौं। हामी भन्दा पनि अघि काट्दै छन् होला साथीहरुले। अनि हामी चाहिँ अलि पछाडी यसो जाँदैछौं। अनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गरेर चाहिँ जोडिनु होला भन्न चाहे हैन त। हो नै। अनि पुरा आज चार्जमै हो। चार्जमा हैन हो कनि चार्जमा जस्तो लाग्यो। ल हाम्रो गाउँ चाहिँ यहाँ पर छ। त्यहाँदेखि चाहिँ हामी यस्तो घुम्दै घुम्दै आएको हो। हो एकदम एकग्रेटले। हामी चाहिँ अब यतातिर है। ल फाइनली साथीहरु हाम्रो लक्या सरसँग चाहिँ यहाँ भेट भइएको छ। हाम्रो टोलीहरुको छेउमा चाहिँ आइसकेका छौं। अनि यहाँ एकदम तयारी अवस्थामा अन्डा देख्नै हुँदैन है। यस देख्नु हुँदैन। हो तरिकाले काडी हाल्नु पर्छ। अनि अन्डा चाहिँ यहाँ माथि यो रुखको ठ्याक्कै बिचमा चाहिँ उ दुलो छ। त्यहाँ पुरा माउहरू पनि अहिले बाहिर निस्किया छ। अब क्यामेराबाट चाहिँ देख्न सकिएन। पुरा फुलको बुट्टा जस्तै ट्याप्पै बाहिर निस्किरहेछ देखियो लक्या गुम्बा। त्यो साच्चै नै हो। म उतै अन्धाइ हो। साह्रै दुःख दियो अरे क्या यहाँ काम गर्नेहरूलाई। त्यही भएर यसलाई आज हामी चाहिँ यसले चलाउने बल्लामा छौं है आज चाहिँ। हो र लक्या सर। हो लक्या सरै हो नि। हो यहाँ यस्तो व्यवस्थापन हुँदैछ यहाँनिर। ल यहाँनिर चाहिँ यो हेर्दैछन्। ल यहाँनिर चाहिँ अहिले हाम्रो यस्तो छ है। यहाँनिर अन्डा काट्नको लागि यति साह्रो दुःख गर्नुपर्छ। अब माइला अब त्यतै माथि छाना लाएर त्यतै बस्छौं। भरे उड्ने भन्छ भने म ल्याइदिन्छु। अलिक डह्रो घोस्देऊ न। किन पर्दैन माथि के हुँदैछ माम फेरि गर्नु त कसो हुँदैन नि यहाँ धुलो लागेछ के ए धुलो पो हैन रे। अनि अन्डा चाहिँ उहीँनिर छ अब नजिक नजिकै। अनि यस्तो यो तरिकै बेग्लै हो नि त नि। सुकमा गणेश है चुगेछ। यहाँनिर चाहिँ हाम्रो भाइ चाहिँ यति खुसी भएको छ नि यति खुसी भएको छ नि अन्डा खानु अन्डा खानु पाइने भो म कति खुसी छु यार। ल दाइ ए देखे हो नि हैन मान सिधै वस्यमा 29 भयो। त्योले त चया सबैले त्यहाँ अनि आज चाहिँ कस्तो मौसम पनि पानी पर्ला पर्ला जस्तो पनि थोरै अलिअलि होकी जस्तो चाहिँ हान्दै पनि छ। एकदम तमदुखे घाँस घाँसेले घेप हामी यहाँ भएको। ल यहाँनिर चाहिँ अब पेट्रोल अनि यो चाहिँ सल्काउनको लागि चाहिँ यहाँनिर चाहिँ यस्तरी तयारी अवस्थामा छ। यहाँनिर चाहिँ अब पेट्रोल छर्किनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हाम्रो लक्या सरले चाहिँ तयारी पार्दैछन्। यहाँनिर चाहिँ पेट्रोलले चाहिँ टक्क छर्किँदैछ हाम्रो कपडा राँकोलाई।
माथि गन्दा ल्यान्ड हो जिमी मेन्डल होइन वाउ बाकी सबै बिर्सा से यांगदेशी उल्टो यङस्याङ यङ गदेङ हेत तेरी यो एक फाउ आखे लाट त्यही दुलो मात्र बुरु 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 झर्यो यार त्यो पिछे मात्र गरेर आफै बल्छ माउहरू उडेर आफै चिल्छ हेर है केटा हो उठ्दैन अमेत पनि कफाङ्ग एकदम लो समय लो समय खुकुरी तल दिउँ त ठ्याक्कै उल्टो यङस्याङ यङ के हैन किर्स्याङ दुलो सट्टै लोमरा द्यारे देङ बल आफ्नो मात्र रेडी भइरा नडरे बस्न आगो नेदेङ बामे नाखर बे खोइ लचा योक्चु नाच्ने जोको न? आल्थे बिगिर त्यही हो डन्ठा माइला दे निङ गदे मटु दा खुकुरी त्यो सिङ्का देऊ न सिङ्का ना ओइ मेने मलेरन ना स्टेबुङ sang मेके अन्त बामे लम्बे मेसियो ल यहाँनिर चाहिँ यति धेरै मौरी अरे अन्डा झरिरहेको छ ए यहाँ पर है आमामामामा बाफ्रे बाफ्रे माथिदेखि चाहिँ झरै छ यार मौ त यहाँ माथि माथि चाहिँ आगो लगाइराखेको छ पुरै आमामा झरेकै यति धेरै यार एउटा हो कस्तो छ डान्स छन् ओइ बहुत मिठो छ तय ल साथीहरू अहिले भने यस्तो रात पनि पर्नु आँटिसक्यो र पनि हाम्रो अन्डा काट्ने र निकाल्ने काम चाहिँ एकदम भइरहेको छ जारी नै छ अनि पानी पनि सिमसिम अहिले यहाँ पर्दैछ अनि यता हेलो माई इज डोको याक्स बहुत पानी परा यता पनि बसिरहेछ कोही यता माथि के गोल भइराखेको छ त अहिले गाह्रो छ यस्तो छ अपराध गर्नु गाह्रो छ अहिले चाहिँ लगभग है रात पनि अब पर्नै आँटिसक्यो नि त पुरै पानी पनि सिमसिम परिराखेको छ अब चाहिँ ढिला नगरी घरतिर पनि लाग्नुपर्ने हुन्छ यहाँ निकाल्दैछ नै लास्ट एकचोटि निकाल्छु है माउहरू मुठी पार्दै निकाल्न बोलाइन देप्सी माउहरू चाहिँ भित्र छ अरे त्यसलाई चाहिँ मुठी पार्दै निकाल्दैछन् भाइले जति भ्याउँछस् मुनि ए सक्दैन रहेछ ल यहाँनिर चाहिँ माथिबाट जति निकालेको चाहिँ यहाँ छ बाँकी माउ चाहिँ तलतिरै छ त्यो चाहिँ अब टिप्दैछ अब यहाँ कति छ त माल दुखेपछि थाहा हुन्छ है ए यहाँभित्र ग्रेडको छ यहाँ यहाँ पनि थोरै माउ बच्चा छ यहाँ चाहिँ अब यता छ है यस्तो छ यो माथिको भन्दा नि यहाँ मुनिकोमा चाहिँ बबाल बच्चा देखिएको छ है बच्चा छ नि हैन हो त्यो तल्लोमा त खतरा रहेछ सानो हुन्छ होला तपाईकोमा ट्याप्पै छ यहाँ भित्र यस्तो खतरा आयो है मामा आयो हो सल्लाइले एक मात्रै है भन्दै थिएँ भेट्यो यहाँ लाइ पो हाल्नुपर्छ यहाँ बोरामा फेरि आको अवस्था लगा यो चिन्नु ल अनि अब फेरि हामी अर्को चाका हेर्दैछौँ है यो तिनवटा भइहाल्यो अनि यहाँ छ फेरि पुरा धुवाले कालै भएछ यार यसमा पनि राम्रो छ के भेटिहाल्यो सुई
हुन्छ अलिअलि त यसमा नि यसले साह्रो समातेको छु क्या हो मरेकोले अब हामी अर्को पन्ना पनि हेरौँ त यहाँभित्र छ आमामा ओइ यस्तो दामी दामी यार यस्तो खतरा यार यहाँ भित्र त झन् यस्तो प्याकिङ गरिसकेको छ दामी बच्चा बबाल हो धेरै छ अहिले टन्नै छ यहाँभित्र 3, 6, 9, 12, 15 यस्तै लगभग चाहिँ 15-16 पन्ना रहेछ अब यहाँभित्र छ अहिले अब सम्भव छैन यो मैं निन्नुङ न फेरि के हो माउ हो ओके हदेस हेल्थ जोन फेरि जाने थाप्नेवाला छौँ लगारे मौ त धेरै नै छ आज ल यहाँ मास्तिर चाहिँ यस्तो तरिकाले चाहिँ हामीले अन्डालाई भनौँ काटेर यहाँ मुनि झरेको माउहरूलाई चाहिँ यहाँ टिप्दै हुनुहुन्छ टोलीहरूले ल रात पनि पर्न आँट्यो र आजको भ्लग यति नै पनि हुन्छ होला सायद है अनि के कस्तो लाग्यो भनौँ न भिडियो मन पर्यो भने लाइक गरिदिनु होला होइन अनि के कस्तो हुन्छ त्यस्तै कमेन्ट गरिदिनु होला र च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई यति नै हस् त बाई